हेलो गाइज गुड मर्निङ। आज चाहिँ म बिहान 5 बजी उठेको छु किनभने आजदेखि मेरो प्लेसमेन्ट छ अनि प्लेसमेन्ट जानलाई चाहिँ 1 घन्टाको बस चढ्नुपर्छ। एक घन्टाको मात्रै मेरो बस लाग्छ। त्यही भएर म चाहिँ यहाँ अनर यस्तो सुन्याएर उठिसकेको छु। म राति जति बेला पनि बस्न सक्छु, तर बिहान उठ्न चाहिँ मलाई एकदम गाह्रो हुन्छ होइन। अनि तर बिहान 6 बजीको बस त ल्याउनु पऱ्यो। अनि म उठेर मुखहरू धोएँ, अनि मैले तातो पानी खाएँ। अनि म चाहिँ बस चढ्न गएँ। बसमा चाहिँ यति अँध्यारै थियो कि बिहान मजाले उज्यालो पनि भएको थिएन। राति नै बस चढिरहेको छु। मलाई चाहिँ फर्स्ट टाइम यसरी बिहानको बस चढेको, म आधी निन्द्रामै छु। अनि बस चाहिँ 1 घन्टाको बाटो थियो। म मस्त सुतेर आएँ। अनि यत्तिको अँध्यारो थियो, अनि हिउँै हिउँ एकदमै चिसो थियो। अनि त्यस पछाडि अब मलाई डर पनि लागेको थियो फर्स्ट डे अफ प्लेसमेन्ट कस्तो हुन्छ भनेर। अनि तर पनि म चाहिँ ब्लग बनाउँछु भनेर चाहिँ मेमोरिज हुन्छ नि त पछिको लागि भनेर चाहिँ मैले भिडियो बनाइराखेको थिएँ। मलाई चाहिँ एक्साइटमेन्ट पनि थियो, हल्का नर्भस पनि भएको थिएँ। म तपाईँहरूलाई के हुन्छ सबै देखाउँछु। अब चाहिँ यो चाहिँ मेरो ब्रेक हो। ब्रेकमा चाहिँ मैले खाजा लिएर गएको थिएँ। अनि मलाई खाजा तताउँदैछु किन भन्दाखेरि त्यो बिचमा बच्चाको फोटो भिडियो खिच्न मिल्दैन नि त। अनि डाइरेक्ट ब्रेकमा मैले खिचेँ। अनि ब्रेकमा चाहिँ मस्तसँग के गर्नु खाँदैछु होइन। म चाहिँ क्यामेरन कलेजमा पढ्छु। अनि यसरी यति थाकेँ सुरुमा चाहिँ बच्चाहरू चाहिँ फेरि बोल्दै नबोल्ने बच्चाहरूसँग पढेको थियो। एकदम गाह्रो हुन्छ नि त, बोल्ने भएको जस्तो हुन्छ। अनि मेरो चाहिँ प्लेसमेन्ट सक्यो। मेरो प्लेसमेन्ट सकिँदा चाहिँ 3:30 जति बजेको थियो। यस्तो आनन्द भएको ल घर यस्तो थाकेर म यस्तो थाकेँ। बच्चाहरूले यति कुरा 15जना बच्चा थियो। अनि बाटोमा चाहिँ भ्यू हेरेर चाहिँ कस्तो आनन्द। मलाई चाहिँ जति स्नो हेरे पनि मलाई चाहिँ चित्तै बुझ्दैन क्या। स्नो हेरिरहन मन लाग्छ, यति मनपर्छ होइन। अब स्नो सकिने बेला हुन आँटिसक्यो, तर पनि मलाई अझै स्नो मनपर्छ क्या। अनि यहाँनिर चाहिँ यस्तो जङ्गल थियो, यहाँ बसिरहँ यहाँ फोटो खिचिदिने मान्छे भएको भए मेरो कति फोटो खिच्थ्यो होला जस्तो भयो। म चाहिँ एकदम क्यामेरा पर्सन, मलाई एकदम फोटोहरू मनपर्छ। यो चाहिँ के भन्छ, यो हिम खोला जस्तो क्या, हिउँ पग्लेर खोला भएको। अनि म चाहिँ गाडी पर्खिनु पर्छ क्या, गाडी पनि टाइममा नआउने। अनि लाइक एक घन्टामा आउँछ नि त। अनि अलिक छिटो छुट्टी भयो भने त पर्खिनु पर्छ नि त। अनि म चाहिँ यहाँ थाकिसकेँ, यस्तो जाडो छ है। के गर्नु, बस कतिखेर आउँछ भनेर हेरिरहेको थिएँ। यता गरेँ उता गरेँ गर्दा फाइनल्ली बस आयो। अनि बसमा चढेँ। म आफ्नो रूप हेर्दै अब भगवान् म कस्तो भइसकेँ, थाकेँ भनेर बसिरहेको छु। अनि त्यस पछाडि सबजना बसमा चाहिँ सुत्ने कि लङ भयो नि त, 1 घन्टाको बाटो भयो, 1 घन्टामा सुत्ने हो नि त। अनि म पनि मस्त सुतिरहेको थिएँ क्या। बाहिर यस्तो स्नो परिरहेको थियो, चिसो भएको थियो। अनि म फाइनली ट्रान्जिट आएँ। यहाँबाट चाहिँ हामी बस चढ्छौँ। यो चाहिँ ट्रान्जिट हो। अनि त्यस पछाडि घर आइपुगेँ। अनि घर आउँदाखेरि मौसम यस्तो थियो। अनि यो भित्रको महलो अझै मेरो अनुहारमा फोटो खिच्दै बसेँ। अनि फर्किने बेलामा चाहिँ हामीलाई कस्तो चटपटी खान मन लाग्यो, मैले दिदीलाई भेटेँ। अनि त्यस पछाडि हामीले यहाँबाट बदाम लिएर गयौँ। अनि त्यसरी चटपटे बनायौँ, चटपटे खायौँ। अनि चटपटे खाएपछि चाहिँ मस्त मैले मोबाइल चलाएँ। यति चलाएँ बिहानदेखि मोबाइल चलाउन पाएको थिएन क्या मैले। अनि मस्त मोबाइल चलाएर मोबाइल चलाएर होइन। अनि त्यस पछाडि म सुतेर उठ्दाखेरि त अँध्यारो भइसकेको क्या। अनि त्यसरी गएँ, मुखसुख धोयो त्यहाँदेखि। अनि अब अँध्यारो भइसकेपछि त खाना त पकाउनु पऱ्यो भोलिको लागि। अनि मैले खाना बसाएँ। अनि त्यस पछाडि भाँडासाँडा माझ्यो अरे, खानासाना बिहान लिएर गएको खानाहरू बनायो अरे। अनि भाँडासाँडा माझेर रेडी बनाएँ सबै कुराहरू।